साथीहरू, आज चाहिँ म खान गइरहेको छु मोमो। यो मोमो चाहिँ म आफैले घरमा बनाएको। यो चाहिँ मेरो मोमोको सुप छ। म चाहिँ झोल मोमो खान लागेको हो। टेस्टी भएछ। मैले मोमोको झोल चाहिँ भेजहरू अनि थोरै मसरुम हालेर बनाएको, एकदम मिठो भएछ। मोमो मेरो आज भेज छ। खाएर टेस्टी भएर भेज मोमो हो, तर जति जुसी हुनुपर्ने त्यति भएछ। खाइल। मैले सोचेको थिइनँ कि मसरुम मिक्स गरेर पनि यति मिठो सुप बन्छ भनेर। मैले आज फर्स्ट टाइम खाँदैछु यो मसरुम सुप बनाएर चाहिँ मोमोसँग। टेस्टी। खास मेरो आज चाहिँ छुट्टी थियो अनि खाना खान मन लागेको थिएन कि गर्मीले होला। गर्मी एकदम बढेको छ कि आजभोलि चाहिँ। अनि के खाम भयो। अहिले यहाँको 5 बजिसक्यो अनि यस्तो मोमो खाम लागेर मोमो बनाएको मिठो भएछ। मोमो बनाउनलाई मसँग केही पनि थिएन कि, पिठो थियो अनि बन्दा प्याजहरू बाहेक। अनि भेज मोमो खासैमा मन नपराउने मान्छे। तर आज भेज मोमो नि एकदम मिठो भएछ। यो चाहिँ मैले मोमो बनाउनलाई बेलेको पुरी हो। किमा थोरै भएछ, त्यही भएर मैले नि यसलाई मोमोसँग स्टिम गरेर रोटी बनाएको कि। चाख्छु ल। टेस्टी भयो यो नि। तपाईँहरू चाहिँ मसरुमहरू मिक्स गरेर सुप बनाएर खानु एकदम मिठो हुन्छ। तर मैले सोचेँ कि यत्रो मिठो हुन्छ भनेर। साँच्चै पिरो वाउ।